हेलो हेलो नमस्ते सबैजनालाई म असिम गुरुङ होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है हाम्रो चाहिँ आज सबैजना सबै फ्यामिली मिलेर हामी चाहिँ होल फ्यामिली घले गाउँ घुम्न जाँदैछु है एकदमै रमाइलो हुनेवाला छ प्लिज सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला अन्तिमसम्म हेरिदिनु होला हामी साथसाथै हजुरहरूले देखाउने छ माई सिस्टर लिटिल सिस्टर रूपा गुरुङ ओके अनि सबैजना यता चहल पहल छ जानको लागि रेडी हुँदैछ हेलो 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 सबैजनालाई हेलो 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 सबैजना साथीहरु नमस्ते हेलो ल ल ल रेडी हुँदैछ हामी है ओके हामी भेट्दै गर्छौँ हामी चाहिँ यहाँबाट जानलाई एकदमै रेडी भइसक्यौँ अब यहाँबाट जाँदैछौँ होइन तत्काल कारमा अब बेसरसम्म बेसरबाट चाहिँ हामी जिपमा जानेछौँ हेलो 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 रोहन भान्जा कहाँ गयो हेलो मेरो बाबा ल हामी चाहिँ यहाँ बेसर चोकमा आइसक्यौँ हामी माथि अब घले गाउँ जान रेडी भइसक्यौँ है सबैजना ल हेलो साथीहरु हाम्रो ग्याङ यता छ साथीहरु ल साथीहरु साथीहरु हामी चाहिँ बेसी सहरै छोडेर घरे गाउँतिर जाँदैछौँ बेसी सहर देख्न सक्नुहुन्छ गाइज ल बाटो चाहिँ यस्तो छ गाइज अब बन्नेवाला छ पुरै बन्नेवाला छैन यो बन्दै भन्दैन यो बाटो किन यो पुरै गिटी बिछाइसकेछ अब पिच हुनेवाला छ My God! Oh my God! Guys, बाटोको हालत हेर्दा एकदमै तपाईलाई घले गाउँ घुम्न मन लाग्छ भने आउनुस् नत्र हैन आउनु हुँदैन आए नि हामी जस्तो बाहिर बसेर उभिने भुल चाहिँ कहिले पनि नगर्नु होला अघि गएर एप गाउँ न भिडियो खिच्नु पुरै भिडियो अघि गएर एप क्या कति राम्रो बात हेलो गाइस सबैले सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला बेल आइकन दबाइदिनु होला एउटा अघिको क्या रोयल घले गाउँ फ्रेजो एउटा अघि गएर एप क्या र्याप त गाउँदैन हामी अघिको क्या गीत गाउँछ हामी जस्तो सोझो मान्छेले कहाँ र्याप गाउने है साथीहरु हामीलाई त गाउन नि आउँदैन हामी त नाच्न मात्र आउँछ हामीलाई गाउन आउँदैन
देखाइदिन्छौँ गाइज हेर्नु है हेर्दै जानु हामी नाचेर पनि देखाइदिन्छौँ हामी चाहिँ यहाँ घले गाउँ जाँदा जाँदा यहाँ एउटा लालटिन हाउस रहेछ यहाँ लालटिन हाउसबाट देखिने दृश्य अवलोकन गर्दैछौँ हामी देख्न सक्नुहुन्छ तल चाहिँ बेसी सहर क्या दामी देखिरहेको छ होइन भन्छ तपाईँको वाउ वाउ बबाल कति धेरै आएको जस्तो मानेको थिएँ तर घुम्दै घुम्दै आउँदाखेरि चाहिँ यस्तै हुन्छ एउटा ग्रुप फोटो खिचौँ न हेलो गाइज हेलो डगी वेलकम टु हेलो गाइज आज चाहिँ हामी जान्छौँ घलेगाउँ हामी स्टे ट्युन गाइज हामी यहाँ नाचेर नि देखाउने छौँ अब चाहिँ बिस्तारै अब चाहिँ मेरो लु गाइज अब आकांक्षा गुरुङको हातबाट मेरो हातमा आइसक्यो गोप्रो अब फेरि रहर गुरुङको हातमा गयो लु फेरि भेनाको हातमा गयो त्यही बस न आफै अघि जाँदा थिएँ त्यही बस अघि जाँदा चाहिँ त्यही बस्ने हो होइन भित्र भन्नेको लागि जाता छ निर्माया उतै साला घले गाउँ डाँडैमा हावा सररा जाता छ निर्माया उतै सजरा जाता छ निर्माया उतै नजरा टुक्का चाहियो टुक्का बल्ला थल्ला यो गाउँमा आएको चिनु जानु कसैलाई नभएको हावा सरा गले गाउँ डाँडैमा हावा सररा जता छ निर्माया उतै सजरा हेलो साथीहरू हामी घले जाउँ जाने क्रममा यस्तो राम्रो राम्रो दृश्यहरू देख्दैछौँ वाउ कस्तो डेन्जर है साइलाले एकचोटि मलाई यहाँ ल्याएर रोक्दै थियो कि बाइकमा रोक्यो जकेट उठाउनु लाग्यो हो ल त बस्नु हो र एउटाले भन्थ्यो हम फालेर मरुकी निसुलीको पानीमा घरमा जाउँ त सासु छ माइत सानीमा कोही जिपमाथि चढेर नाच्यो फेरि
ल साथीहरु अहिले चाहिँ बाटोमै छौँ घिर्मै आइसक्योले खतरनाक घिर्मै आइसक्योले हामी होइन भन्छ एकदम त्रिशुलीको पानीमा अब घरेको आइपुग्न लाग्यो एउटा गीत गाओस् एउटा गीत गाओस् भाउजू पिबाट आयो पिबाट कालीगाउँको गेट बनला चाहिँ क्या भयो को चिनो बाटो छोडेर भले गाउँ डाँडैमा हावा सररा जता छ निर्माया उतै नजरा सबै 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 चाङ बेसारी मन परेको छ Bumper view guys. We are going to Galegaon, Lomjung. कसो थियो कि कति राम्रो कस्तो छोरो भए मात्र एक हरा कति राम्रो कसको जुनी यो सब पढ यो पुरै पनि घलेगाउँको घलियाको दम भन्दा यो चाहिँ उनीहरूको पावर उपमेरको होला सायद त्यो तलतिर घलेगाउँ डाँडैमा
सररा जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर बल्ला थल्ला यो गाउँमा आएको चिनु जानु कसैलाई नपाएको हावा सररा गले गाउँ डाँडैमा हावा सररा निर्माया उतै नजर ओके फाइनली हामी चाहिँ घले गाउँ प्रवेश गरिसक्यौँ ल यतै हिँडेको हो बिजुली खोलेर हेरेको फाइनल्ली घले गाउँ प्रवेश गरिसक्यो घुम्न जाने हो तातै त चिनिक्यौ ओके साथीहरू हामी चाहिँ फाइनल्ली यहाँ घले गाउँलाई छोडेर घले गाउँ चाहिँ अब जाने बेलामा घुम्नेवाला छौँ अनि हामी चाहिँ अहिले यहाँ भुजुङ गाउँ आइसक्यौँ अब भुजुङ गाउँको हेर्नेछौँ अब भुजुङ गाउँ कस्तो छ है ल भुजुङ लामछाने खेमाती पितृ घरमा प्रवेश गर्दै हो टोली ल अनि लामछाने मात्रै छ कि क्या हो त सबै हाम्रो लामछाने हो क्या घले गाउँ होइन भान्जा यो भुजुङ गाउँ भुजुङ लामछाने गाउँ भान्जा ल खानाको खेमाती हेलो हेलो साथीहरू हामी चाहिँ यहाँ भुजुङ गाउँमा घुम्दैछौँ यता हाम्रो बहनहरू टिकटक बनाउँदैछ है खोइ हाम्रो टोली कहाँ गयो यो टोली खाने गेहरू कुइडी बोकेमा छ नि भुजुङ गाउँमा अनि त्यस्तो छ भित्र बाटो अनि मामा छ अनि अर्को एकजना हाम्रो यहीँको भाइ हुनुहुन्छ नि त त्यही भएर पो यता आइपुग्यो स्टेज रहेछ नि त यहाँ स्टेज हेलो मेरो भ्लगमा के भनिनुहोस् न मेरो भान्जी एकदम है सपोर्ट गरिदिनु होला मेरो मामालाई हामी कहाँ छौँ आज हामी भुजुङ गाउँ आएका छौँ घुम्नलाई हैन अब घले गाउँ जाने आज यहीँ बस्छौँ हामी अनि भुजदेखि हामी घले गाउँ याहु साथीहरू ए हराउँछ साथीहरू हिँड्दैछौँ के थन्चुरी टुप्पीलाई सबैलाई म के थन्चे त्यो सबैले मुवा है त्यो थुङ ल पानी खान आउनु ल आहा कति चिसो पानी हो गजब धरुमा बिदाका यो ती गाह्रो मुलो न हो खतरा छैन
मैले भेटेको मामा मामा यसरी हान्न ओ जोकर यार हेलो सुविज्ञ गुरुङ हेलो गाइस हेर जाने म यसो हेरेर आउँछु माथि देखाइदिन होला यस्तो राम्रो गाउँ भुजुङ गाउँ फर्स्ट टाइम हेरेको यस्तो राम्रो गाउँ साथीहरु यो फर्स्ट टाइम मैले हेरेको यस्तो ल जाउँ आउनुहोस् हामी गाउँ घुम्दैछौँ भुजुङ गाउँ बुझ्यो बुझ्यो यहाँ सुरवर खाऊ बुझ्यो ल बुझ्यो ल ल बुझ्यो ल माहौल कभर भएन है यहाँ आहा ल बबाल देखिरहेको छ यहाँको सिन यति राम्रो देखेको कि यार भुजुङ गाउँ ल र साथीहरू यो चाहिँ देख्न सक्नुहुन्छ यो सबै देख्नुभएको यो पछाडिको चाहिँ यो भुजुङ गाउँ हामी चाहिँ यहाँ भुजुङ गाउँ घुम्न आएको आज है यस्तो टिकटक बनाउँदै हुनुहुन्छ रङ गेम पूजा आजलाई मैले पहिले यो पेथी बोला हामी चाहिँ यहाँ भुजुङ गाउँमा गाउँको बिचको गल्ली बाटो हिँड्दैछौँ हेलो गाते त होइन त्यही भिडियो यता पठाइदिन्छ क्या अलि उता अगाडिको भाइर निस्किन यार त म गजले अच्छा वो जात पारे लखिना पिता का अच्छा वो जात पारे लखिना प्याजा में सुनिए हुआ वही हो रही त्यो वातावरण हाम्रो बाचाबन्धन फिल्मको चाहिँ गोरे गुरुङको चाहिँ घर बनाएर यहाँ यही ठाउँमा छायाङ्कन गरिएको थियो निकाल्ने रुस थियो अनि दाउ दुखेर अनि मैले भयो पनि अहिले पछिको ए बाचाबन्धन ठुलोला त्यो बेला नि भने गरे थियो अनि गर्नुपर्छ त घर पर्ने बाबु यहाँ घरमा समस्या फेरि बा अलि बिरामी म मात्रै छोडेर जानु नमिल्ने त्यही भएर मैले हुँदैन दाजु भनिदिएँ आफू त यहीँ आएको नि त चरावर्ग भन्ने मान्छे पाइन होला तिमीहरूले अहिले त छुट्टै मान्छे गरे सबैले फेरि पहिलाकै आउनुपर्छ भन्ने रहेछ सबै त्यही राम्रो हो नि सबै पात्रहरू जुनी भनेको थियो के अरे ठुलो हो दाइ त पछाडि देख्नुभएको आमा चाहिँ बाचाबन्धन फिल्मको गोरे गुरुङको आमा भएर खेल्नु भएको थियो ल यस्तो राम्रो ठाउँ छ है ओ बुझ्यो के खानु यहाँ हो बाबु ए सो बुझी पनि का बुझाउन आएको बुझेर खबर हो बुझ्यो खाना यहाँ बुझ्छु मै खोइ आँख ए हेको ए चारोको छुने खबर खुमारो मैले हालेर अगाडि चाहिँ पछाडि आइज मेरो पछाडि हे हेको आइज हे हेको
भैँसी चरेर आइसकेको छ ल ठाउँ 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 चुलाउनु रुई कलर यसलाई मिना यार यो त अर्कै घरको यो त अर्को ठाउँको हो ठाउँ 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 ए लैजाऊ नि अर्को ठाउँतिर लग्यो नि पछि जस्तो लाग्यो नि माथि कि यता होला नि त अब फेरि ल फर्क्यौँ ए केटाकेटी हो हेलो असिम नामको भ्लगमा हजुरलाई स्वागत छ ल त्यो मोला तर नै फानी जम्मै बेला देखेँ बेला छु है त आफैले तन्गाले पनि के मकै सुली कति बडा है मकै सुली त कति ठुलो यार गोरे उजला खोला आदि हेर्नु खाने रे देख्नु आइज गोरे आमा चले दुध चाहिँ त उजा फाल्छ मेरा गोरेको वर्ग त चरा वर्ग हो भाइ मेरो चराको वर्ग त यता ट्यापपछि मेरो यो सानो हाम्रो गुरुङहरूको फैलातिरको गोलघर मकै सुली यस यो चाहिँ गोलो घर यो चाहिँ गुरुङ सङ्ग्रहालय अब यो चाहिँ ब्याडले यो चाहिँ बन्द रहेछ सोल्टी सुपर चाहिँ नाच न हेलो नमस्ते गुड मर्निङ फ्रम गनपोखरा हामी चाहिँ गनपोखरामा छौँ बिहानको टाइम सनराइज हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ रजरहरू हेलो नमस्ते गुड मर्निङ फ्रम लमजुङ घनपोखरा आज चाहिँ नेक्स्ट डे भइसकेको छ हामी चाहिँ हिजो भुजुङ गाउँ घुमेर अनि हिजो बेलुका चाहिँ हामी यहाँ घनपोखराको होमस्टेमा बस्न आएँ हेलो नमस्ते एभ्रिवान कस्तो लाग्यो आजको हिजोको बस्दा एकदमै मस्त मस्त एकदमै रमाइलो भयो अब चाहिँ हामी खाजा खाएर अब नास्ता सास्ता खाएर अब यतापट्टि छ देख्न सक्नुहुन्छ यो पहाडी घले गाउँ हामी चाहिँ घनपोखराबाट घले गाउँ जान्छौँ अब आयो उताबाट डनहरू हेलो हेलो स्वयं गुरुङ हेलो नमस्ते
साथी हो हाम्रो ग्याङ मर्निङ टाइममा यहाँ खाजा खाँदै सबैजना हेलो 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 एक्टिभ गुरुङ हेलो 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 केबिन गुरुङ बाबुले हालिदिउँ सब सबै रोग भएन अब कुनै ल्याए नि करेलै बोल्नु खानाको खाजा खाँदैछौँ दामी दामी ल है लिङ्गे पिङ यो त पोल त पुरै उत्तिसको रहेछ नि त यो पोल त होइन यो चाहिँ के क्युसी यो चाहिँ 12 फिर्की होइन पिङ रोटे पिङ यसपालि चाहिँ थाहा हुन्छ माला लाएर हिँड्नुलाई चाहिँ पियो खानु भन्ने त्यो लाएर होइन यो अर्को सबैको एक एक पिस फोटो खिच जम्मै थिएन त नादिनी हजुरी जम्मै थिएन त नादिनी जम्मै नमाया बेसरी पढिरहेको यहाँनिर त हाम्रो चाहिँ यहाँ गनपोखरा होमस्टेबाट हाम्रो चाहिँ बिदाई हुँदैछ अब हामी चाहिँ यहाँबाट बिदाई भएर हामी चाहिँ आज घले गाउँ घुम्न जानेछौँ हुन्छ बुझ्यो भन्न नमस्ते यता बुझुलाई नमस्ते भयो भयो जाने ल कान्छ है बाबु रे बाबु ठागु निजै ठागु छु बे यो त गोर्खाली पो रहेछ त ल बाबु नमस्ते है बाबु फुल झऱ्यो नि मेरो बिदाई हुँदैछ हाम्रो यहाँ गनपोखरा होमस्टेबाट ल हामी चाहिँ जाँदैछौँ ल बाई बाई नानी ल आऊ गौ मामाले चाहिँ भालो बहिनी शिवमणि क्यामेराले भालो जम्मै टेनेने त यही जाल पर्यो दुःखमा दुःख पियो होला कोलेमुची मोरै लै होला कान्छेको थियो हिँडेर जाने होइन यताबाट रमाइलो हुन्छ हिँडेर जाउँ हिँडेर जाने यता हो क्या यताबाट हिँडेर जाने आऊ लु 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 ल गाउँको छोरी माता कोही मात्र पोखरी ठुलो काभ्रे गाउँ छ यही गाउँको ज्वाइँ म त ए हजुर मन यतै रमाउँछ खोइ त डान्सरहरू नाचेन नि त खोइ त
ओके हामी चाहिँ खास घले गाउँ भनेर आएको। घले गाउँ हुँदै एकदमै भुजुङ गाउँ सुरुमै, त्यसपछि घनपोखरा हुँदै आज हिजो चाहिँ हामी घनपोखरा बस्यौँ। एकदमै रमाइलो लाग्यो, एकदमै घमाइलो ठाउँ। बिहान उठ्ने बित्तिकै मस्त घाम लाग्ने, दायाँ बायाँको सिनहरू एकदमै राम्रो देखिने, अनि यो हिमालहरू नि मस्त देखिने, एकदमै राम्रो ठाउँ रहेछ। अनि बसाइ पनि एकदमै रमाइलो भयो। हजुरहरू पनि आउन सक्नुहुन्छ, एकदमै रमाइलो ठाउँ छ, राम्रो ठाउँ छ। ओके, आजको यो भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु। अब फेरि नेक्स्ट भिडियो फेरि अब घले गाउँको विशेष भिडियोहरू चाहिँ म हजुरहरूलाई देखाउने नै छु। दामी छ यो बाटोहरू सबै है, हेर्दै गर्नु होला। अनि सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। ओके, सी इज माई सिस्टर। ओके, बाई बाई गाइज।